अहिले चाहिँ ठ्याक्कै रातको 11 बजेर 47 मिनट गयो। म चाहिँ यहाँ यसो बाहिरतिर यहाँ के अरे हाम्रो यो ठुलो माठ हो, यो 24 घन्टा खुल्छ है, सियोङ सिक्चाचे माठ भन्छ। अनि अब यहाँ चाहिँ लाइट बल्यो है, यो हरियो। अब हामी चाहिँ यसमा जानुपर्ने हुन्छ के, यसरी रोड क्रस गर्नुपर्ने हुन्छ। अब रोड क्रस गर्दैछु अनि यो चाहिँ 24 घन्टा खुल्छ कि, हामी जतिखेर आए पनि हुन्छ, सपिङ गरे पनि हुन्छ है। अनि यो चाहिँ रोड पनि यो कति लेनको, यो 12 लेनको होला है। अनि यो ठुलो छ, यो चाहिँ सागरी भन्छ यसलाई चाहिँ। यो चौबाटो भयो, यो यतातिर पुरै चौबाटो हो, पुरै चौबाटो छ। अनि यो चाहिँ पर चाहिँ के अरे कम्प्युटर टिभी नै टिभी, त्यो ओलेट क्युलेट भन्ने टिभीहरू पाउँछ त्यो परको बिल्डिङमा। यसमा चाहिँ खानेकुराहरू हो, तरकारीदेखि लिएर चाहिँ तपाईँको चाहिँ नि विभिन्न फलफुलहरू, तरकारीहरू, यो के अरे बिस्कुटहरू, अनि थुप्रै आइटमहरू हुन्छ। सिरक डस्ना होइन, भाँडाकुँडा सबै पाउने क्या एउटा यो माटमा। यो चाहिँ सबै घराइसी सामानहरू सबै पाउँछ, यो माट हो। यो चाहिँ ठुलो माट छ। यसको चाहिँ अन्डरग्राउन्डमा पनि छ है, अन्डरग्राउन्ड पनि छ। माछा मासु है सबै पाउँछ यहाँ हेर्नु न, यहाँ यस्तो पुरै यो यस्तो छ, पुरै छ क्या यो। यहाँ डिस्काउन्टहरू पनि राख्दै हुन्छ। अब यो चाहिँ पुरै ठुलो छ होइन, यो चाहिँ यस्तो छ। अनि यो चाहिँ अब तपाईँको यो लिफ्टबाट जाने हो, यसरी सामान ल्याउँछ, यसरी जाने होइन। म जाँदैछु त्यहाँ। यो चाहिँ नाम लेखेको छ सियोङ सिक्चाचे माट भनेर, फुड होलसेल माट हो यो चाहिँ। अब हेर्नु यहाँ तलतिर पुरै यहाँ रक्सीहरू रहेछ। त्यहाँ सुन्तलाहरू, स्याउहरू है, अनि यहाँ जुसहरू, अनि के छ अब हेरौँ है। यहाँ ओपन फर यु, फ्रेस फर अल भनेको छ है, इङ्ग्लिसमा पनि रहेछ। यो चाहिँ स्ट्रबेरीलाई हाम्रो कति रहेछ हेरौँ है त। स्ट्रबेरीको मूल्य रहेछ तपाईँको चाहिँ नि 2 प्याक लग्यो भने 9,900, 1 प्याक लग्यो भने चाहिँ नि प्याक लग्यो भने चाहिँ 5,900। अनि तपाईँको यतातिर रहेछ फेरि के अरे यो अङ्गुर। अनि म आज खासमा केरा लिन आएको है, केरा लिन भनेर आएको। केरा आम्मामा खाउँ मन लाग्ने रहेछ हेर्दै है। मैले आज बोकेर जानेवाला छु। अनि अब यतातिर छ फेरि अङ्गुर है, अङ्गुरहरू रातो खाने कि अङ्गुर कालो खाने कि हरियो खाने है। आम्मामा पुरै छ यार, दामी छ है। आँप हेरौँ है, आँपलाई पर्दो रहेछ तपाईँको दुईटालाई चाहिँ नेपाली 1,000 रुपियाँ जति पर्दछ। 1,000 रुपियाँ पर्दछ यार यो दुईटा आँपलाई है, कति महँगो यार। अनि तपाईँको ड्र्यागन फ्रुट रहेछ है, ड्र्यागन फ्रुट हेरौँ, ड्र्यागन फ्रुट। आमा ड्र्यागन फ्रुटलाई चाहिँ झन्डै 600 नेपाली पर्दछ यार एउटालाई। आमामा यो फेरि के हो, यो 1200 नेपाली। ल हेर वाटरमेलन हेरौँ है, वाटरमेलन कति पर्दछ। वाटरमेलनलाई रहेछ तपाईँको 2400 नेपाली, 2400 नेपाली पर्दछ यार एउटा वाटरमेलनलाई। अनि कहाँ खान सकिन्छ त यार यस्तो त, अनि किनेर खानै सकिँदैन नि यार, त्यही हेर्ने अनि बस्ने मात्रै रहेछ यार। अनि तपाईँको यो के हो, यो भोगटे। यो भोगटेलाई चाहिँ कति रहेछ भने 10 वटालाई 800 नेपाली रहेछ। भोगटे पनि कस्तो सानो रहेछ यार। अनि अरू रहेछ गोलबेडाहरू है, गोलबेडाहरू छ यहाँ। गोलबेडालाई एउटाको नेपाली 600 जति पर्दछ एउटा प्याकेटलाई। अनि किवी रहेछ, किवी एउटालाई 800 रहेछ नेपाली एउटा प्याकेटलाई। गोलबेडाहरू है, सुन्तलाहरू, साग सब्जीहरू पुरै छ, साग सब्जीहरू। यो आलु यतातिर, यता गाजर, सखरखण्डा। गाजर पनि 2 किसिमको हुँदो रहेछ। आम्मामा एउटा ओरिजिनल एउटा डुप्लिकेट हो क्या रे, बोइलर र नबोइलर होला। अनि यता प्याज रहेछ है,
लसुन आम्मामामा मेरी आमा ए यता के अरे यो अदुवा सक्खरखण्ड मुला ए यतातिर छ पुरै मासुको आइटमहरू उता छ है। अनि यता के छ यता मासु यहाँ त गोरुको मासु रहेछ यार आम्मा गोरुको मासु पिस गरेर राखेको है गोरु सिँगै रहेछ नि यहाँ त। अनि के छ अरू यतातिर पनि पुरै यो फेरि तपाईँको सुँगुरको आन्द्राभित्रको है आन्द्राहरू यो दामी मिठो हुन्छ। अनि यता के हो गोरु नै होला यो गोरु होला सिँगै जस्तो छ यार। कुखुराको यो रहेछ है कुखुराको पुरै कति रहेछ नेपाली 2400 रहेछ यो मरमसलाहरू है। यता त्यो उसमा हाल्ने यतातिर कुखुराको आइटमहरू छ है यहाँ कुखुराको मासु हाँसको मासुहरू छ सस्तै रहेछ 600 ग्रामलाई 400 पर्दो रहेछ नेपाली। अनि यतातिर छ गोरुको मासु यो सुँगुरको मासु सुँगुरको हड्डी यस्तो छ पुरै यो उसको हो के सुँगुरको माछाहरू रहेछ है। यस्तै छ ल।